हजुरहरुलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज मेरो साथीको छोराको बर्थडे सेलिब्रेसन साथै हाम्रो संगतिको लागि हामी जाँदै छौं। हेलो हामी जाँदैछौँ संगति। हाय हामी सबैजना भरेसम्म हेर्न सक्नुहुनेछ हजुरहरुले। लाइक सब्सक्राइब गर्नु होला। हामी चाहिँ संगति हिँड्दैछु। शेयर सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। घरमा आएको सबजना आइसक्यो। बर्थडे बोय चाहिँ त्यहाँ पर रहेछ त। बर्थडे बोय चाहिँ त्यहाँ छ। बर्थडे बोयको मम्मी, बर्थडे बोयको फ्रेन्डहरु, दिदीहरु, यहाँ साथी बर्थडे बोयको साथी। परमेश्वर खुशी यो मनमा लिएर माग्दछौँ सबै मिलेर। हे परमेश्वर खुशी यो मनमा लिएर माग्दछौँ सबै मिलेर। येशूको आदर गर्ने यो छोरा बनोस् सबैलाई मन पर्ने। येशूको आदर गर्ने यो छोरा बनोस् सबैलाई मन पर्ने। खुसी यो मनमा लिएर माग्दछौँ सबै मिलेर। खुसी यो मनमा लिएर माग्दछौँ सबै मिलेर। येशूको आदर गर्ने यो छोरा बनोस् सबैलाई मन पर्ने। येशूको आदर गर्ने यो छोरा बनोस् सबैलाई मन पर्ने। येशू प्रभु कामना र भेटी हाम्रो भन्ने छ सोची पुरानो। हे प्रभु कामना र भेटी हाम्रो भन्ने छ पछि पुरानो। शिरमाथि आशिष देऊ तिम्रै हात राखी। अल्बिनको शिरमाथि आशिष देऊ तिम्रै हात राखी। खुसी यो मनमा लिएर माग्दछौँ सबै मिलेर। खुसी यो मनमा लिएर माग्दछौँ सबै मिलेर। येशूको आदर गर्ने यो छोरा बनोस् सबैलाई मन पर्ने। येशूको आदर गर्ने यो छोरा बनोस् सबैलाई मन पर्ने। हालेलुया हे सबैजना हो उहाँको
शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूको सामुने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर त्यसले अभिषेक गर्नुहुन्छ। मेरो कचरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभु घरमा म सदा सर्वदा बास गर्नेछु। आमेन। कामको सन्तानको रूपमा है सबैजना दुईजना दादा अनि दुईजना दिदी अनि पछिको कान्छा भाइ सबैको प्यारे कान्छा भाइ है। आज कति वर्ष पुग्यो? 6 लाग्यो है। अरविन्द बाबु पुरा भएर 6 लाग्यो। अनि अरविन्द बाबुलाई चाहिँ परमेश्वरले अनि वर्षभरि यतिको वर्षमा सहायता सुरक्षा राख्नुभयो। आज फेरि हामी प्रार्थना गर्नेछौँ। अब आउने वर्षभरि पनि प्रभुको सुरक्षा अनुग्रह बाबुमाथि निरन्तर रहेको होस् भनेर हामी यो समयमा बाबुको हामी प्रार्थना गर्नेछौँ। हामी सबै अन्धकारको शक्तिबाट धन्यवाद छ प्रभु, तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद। सबै बिन्ती प्रार्थनासँग प्रेम गर्ने प्रभु यीशु ख्रीष्टको नाममा बर्थडे सेलिब्रेसन हुँदैछ बाबुको। ह्याप्पी हुने नि त छोरा त खै त अनि हाँस्नु भएको खै हाँस्नु पर्यो नि त। Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Alvi. Happy birthday to you. Happy birthday. दादालाई नि खाइदिनु अनि धन्यवाद दिन्छौँ। तपाईँ परमेश्वरले सबै तपाईँको जय जयकार आकाश र धरतीमा भन्छौँ, पिता पुत्र आत्मालाई जय। आमेन। कस्तो लाग्यो साथीको बर्थडे? राम्रो। अनि ह्याप्पी बर्थडे खै त भनेन त पहिलो नम्बरमा। कस्तो लाग्यो? राम्रो छ। टिप्लकलाई राम्रै छ। तिमीलाई राम्रो छैन भाइको बर्थडे? कान्छालाई खुसी छैन आज? ह्याप्पी है कान्छालाई खुसी हुनुपर्छ नि। हाँस्नु खै ती देखेकै छैन, ती देखेकै छैन। बर्थडेको ह्याप्पी बर्थडेको चकलेट खानु ल। यो खस्नु हुँदैन।
थ्याङ्क यू भन्नुभयो त ल यो नि मामुलाई दिने है हस् ल कान्छालाई मामुले भोलिपछि के ल लिनुहोस् ल दिनुहोस् ल लिनुहोस् दुईटा लिनुपर्छ ल ल ल थ्याङ्क यू भनेको है त खै कान्छाले थ्याङ्क यू भनेको खै ल लाटा भयो त स्पेसली बर्थडेको लागि तयारी भएको खानाहरू हामी खानेछौँ हजुर अन्तिमसम्म हेर्न सक्नुहुनेछ छोराछोरीको साथीको बर्थडेमा सबैजनाले खाँदैछ मिठो मानेर आज बत्ती गएकोले भिडियो चाहिँ राम्रो पाउनु भएन